म चाहिँ निकै दिन भएको थियो हैन। म चाहिँ फुपूको घरमा बस्दै थिएँ नि त हो। किन भन्दा चाहिँ मेरो फुपूको छोरा, मेरो दाजु भाउजू र नानी चाहिँ नि हस्पिटल जानु भएको छ, दिल्ली हस्पिटल हो, नानीको ट्रिटमेन्टको लागि। अन्त त्यही भएर म धेरै दिन चाहिँ माथि भाउजू म दोकानमा बस्दिँदै थिएँ नि त फुपूकोमा हैन। अन्त चाहिँ म चाहिँ जस्तो फुपूकोबाट आउनु त्यस्तै बारी डुल्नु थालेँ हैन। बारी डुल्दा डुल्दा सब्जी पनि बटुले मैले चाहिँ हो। यहाँनिर छ तोरीको साग, रायाको साग, मुन्टा के अझै छ तल बारीमा बटुल्नुपर्छ हैन। जस्तो आउनु त्यस्तै बारी नडुली चाहिँ मलाई सन्तोकै हुन्छ। जहाँबाट आए भए पनि बारी चाहिँ डुल्नै पर्छ हैन। सो यहाँनिर चाहिँ छ हाम्रो आरु, यो चाहिँ छ आरु, आरु फलिरहेको छ हैन। ड्याममै पाकेको पनि रहेछ पुरा आरु चाहिँ हो। सो यो चाहिँ अलैँची बारी हाम्रो हो। मभन्दा ठुल्ठुलो रहेछ अलैँची त। अरे यहाँनिर चाहिँ आरु पाकेछ, पुरा चराहरूले खाँदो रहेछ। आमा पुरा पाकेछ आरु त। अरे वाह, म तपाईँहरूलाई माथि चढेरै देखाउँछु ल। म चाहिँ अहिले आरुको टुप्पामा छु हो। हेर्न सक्नुहुन्छ तपाईँले, यो चाहिँ पाकेको आरु हो। ओ तल छ बारी, उद्धै छ उद्धै। यो चाहिँ पका हुआ आरु, पका हुआ। अम्बो कता यो टिप्दैछु, यो मजाले पाकेको रहेछ हो। म चाहिँ सर्दी लागिरहेको छैन तर भए पनि वाह बोटमै खाँदैछु म चाहिँ माथि नै। वाह 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 दामी मजाले पाएको छ। सबै पाकेछ हौ, कति छिटो पाकेछ योपालि त। म चाहिँ खाना बसेर हेरेको कि सिटी लाग्यो। म चाहिँ आरुको बोटमा छु होइन, आरुको बोटको टुप्पामा छु होइन। घरमा चाहिँ सिटी लाग्यो खानामा। ओहो अब यो आलु पनि टिप्नु मन पर्यो मलाई, सबै पाकेछ हो। आलु टिप्नु कि सिटी निभाउनु जानु, दोधार भयो म। गाइस अब चाहिँ म घरको काम साम यताउता ड्युटी स्युटीबाट आएँ होइन। दोस्रो ड्युटीमा हिँड्दैछु अब। यहाँ छ दोस्रो ड्युटी चाहिँ नाम्लो हँसिया होइन। यो चाहिँ अलिकति के छ भन्दा यहाँ दिदीको नानी छ पर होइन। अन्त चाहिँ दुध भएन अरे आज, गाईले कम्ती दिएर तलको घरको चाहिँ होइन। हाम्रो चाहिँ 2 ठाउँ ठिगा लान्छ नि त दुध हो। अन्त त्यही भएर अलिकति उब्रेको चाहिँ मैले बोक्दिएँ होइन। हाम्रो चाहिँ म 1-2 दिनको लागि घरमा थिइनँ होइन। सो यहाँनिर चाहिँ बिहारहरू पनि रेडी भयो। अब यो खेत चाहिँ अब हाम्रो धान रोप्नुको लागि रेडी हुँदैछ। यो चाहिँ बिहार बन्ने छ हो। 1-2 दिन घरमा थिइनँ होइन। म चाहिँ माथि मेरो फुपूको घरमा बस्दैछु नि त हो। किन भन्दा चाहिँ फुपूको नातिलाई चाहिँ दिल्ली हस्पिटल लगिरहेको छ ट्रिटमेन्टको लागि होइन। सो त्यही भएर चाहिँ म चाहिँ माथि दोकानमा बस्दिँदैछु हो। अन्त चाहिँ आज चाहिँ म घर आएको निकै दिन बादमा हो। अन्त दुःख पर्दै हो मान्छेलाई हेर्नु पर्ने र मान्छेलाई अब दुःख पर्दै साथ दिनुपर्ने चाहिँ दुःख पर्दै हो होइन। सुख पर्दा त सबैजना हाँस्दै रमाउँदै आइहाल्छ होइन। तर दुःख पर्दा को पनि हुँदैन होइन। म र फुपू मात्रै छौँ हो। अन्त अब घरमा पनि हेर्नै पर्यो होइन। मेरो फुलहरू यस्तो बिजोग भइरहेको थियो घरमा हो। अन्त फुलहरू स्याहार सुसार गर्नु पनि पाएको थिइनँ हो। अनि त्यही भनेर चाहिँ आज दिउँसो चाहिँ म घर आएको हो। आज दिउँसो चाहिँ आमालाई काम सघाउनु, आपा र भाइ चाहिँ कालिम्पोङ जानु भएको छ होइन बजार। अन्त म चाहिँ आमालाई कामहरू सघाउनको लागि चाहिँ आज घरमा आएको छु हो। अन्त बेलुका भएपछि चाहिँ म फुपूकोमा जान्छु। आज दिउँसो चाहिँ म घरमा आमालाई काम सघाउनुको लागि अहिले चाहिँ म घाँसमा हिँडेको हो। माथि दिदीको घरमा चाहिँ अलिक घाँस छ अरे हो। दिदीले कल गर्नु भएको थियो हो। अन्त म चाहिँ त्यहाँबाट घाँस ल्याउनु पऱ्यो भनेर हिँडेको। यहाँ नस् न साथी चाहिँ फेरि यसले चाहिँ मेरो चाहिँ पहिल्यै पनि छोड्दैन हौ। अन्त ऊ माथि आएको म चाहिँ घाँसमा, ऊ माथिको देख्दै गरेको घरमा चाहिँ
घाँस लिनुको लागि गएको होइन। त्यहाँ चाहिँ मकैहरू छाँटेर ल्याउनु पर्ने छ अरे हो। दिदी चाहिँ भ्याउनु हुँदैन नि त हो, सो त्यही भएर मकैहरू छाँटेर लानु भन्नुभएको छ हो। अन्त दिदीको घरमा मकै सकै छाटछुट बनाएर एक भारी लिएर आउँछु हो। अन्त दिउँसो चाहिँ यताउता काममा गएको थिएँ होइन। कामबाट आएर चाहिँ मेरो आज गाउँमा काम थियो होइन, फिल्डमा काम थियो। कामबाट आएर चाहिँ फुलसुल स्याहार सुसार गरेर होइन, अन्त बेलुकाको चट एक भारी घाँस चाहिँ ल्याइदिन्छु म होइन। अन्त एक भारी घाँस सास ल्याएर साफसफाइहरू गरेर चाहिँ बेलुका भएपछि चाहिँ म फुपूकोमा जान्छु हो। मेरो सेनापति कता गयो। सो गाइज हेर्दै जानुहोस् होइन। काम कुरोहरू यस्तै छ गाउँ बस्तीमा होइन। यता फर्क्यो उता फर्क्यो, घाँस पानी नगरी त हुँदै हुँदैन हो। सो त्यही भएर चाहिँ म चाहिँ भर्खर आउँदैछु घाँसमा। एक भारी घाँस चाहिँ रेडी रहेछ यहाँ, यही लिएर घर फर्किनु लाग्छ त त। भारी नै सानो होइन। म कहिले काटेर पुऱ्याउँ। घाँस मैले चाहिँ घाँस पनि लिएर आएँ होइन। एक भारी घाँस, यो घाँस काट्नु चाहिँ एकदमै धेरै टाइम लाग्यो हो। किन भन्दा चाहिँ अहिले फुर्केहरू चाहिँ नि घाम लागिरहेछ हो, जति काटे त्यति सुक्छ नि त, त्यही भएर पुरा टाइम लाग्यो।